शपथ ग्रहण गराइदिनु हुन मान्य प्रदेश प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्दछु र शपथ ग्रहण गरिदिनु हुन मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री मान्य सरोज यादवज्यूलाई हार्दिक अनुरोध गर्दछु। म सरोज कुमार यादव मुलुक र जनताप्रति पूर्ण वफादार रहे सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। देश जनता र ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहे मध्य प्रदेशको मुख्यमन्त्री पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारी साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। माननीय नवनियुक्त मुख्यमन्त्रीज्यूलाई माला खादाले सम्मान गरिदिनु हुन प्रदेश त्यहाँ राखिदिनु सबै सकपाल ग्रहण गर्न मन्त्रीजीको सकाइदिउँ अनि गर्नु होला। म पुनः सबैको ध्यान आकर्षण गराउँछु। मान्य नवनियुक्त मुख्यमन्त्रीज्यूले आजै 3 जना मन्त्रीहरू समेत नियुक्त गर्नु भएको छ। म मन्त्रीज्यूहरूको नाम वाचन गर्न जान्छु र नियुक्तिको अलि साइलेन्ट रहिदिनु होला। नियुक्ति पत्रको थोरै म यहाँहरूलाई वाचन गर्ने अनुमति चाहन्छु। मध्य प्रदेशका मान्य मुख्यमन्त्री सरोज कुमार यादवज्यूको सिफारिसमा नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम देहाय अनुसारका कार्य जिम्मेवारी सहित मन्त्री परिषदको गठन गरेको छु। माननीय सरोज कुमार यादव मुख्यमन्त्री तथा अहिले सबै मन्त्रीहरू उहाँमा निहित छ। अहिले सबै छुट्याइसकेको छैन। यो फेरि अर्को चरणमा तोकिने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु। र मन्त्रीहरूमा माननीय लखनदास तत्मा मन्त्री, माननीय विमला अन्सारी तरन्नुम मन्त्री, माननीय कञ्चन बिच्छा मन्त्री। यहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना।
धेरै